हेलो गाइज, हामी चाहिँ होइन अहिले वायरिङ प्लम्बिङको काम गर्नलाई हिँडेको। एउटा साइडमा वहाँनिर मडा भन्ने ठाउँमा होइन एउटा साइड थियो सानोतिनो, अलरेडी काम बाँकी थियो। अनि बाइक चाहिँ हाम्रो पुलपारी नै छोडिदिएको छौँ, यता पुलपारी नै। त्यहाँ पुलपारीमा चाहिँ किन छोडेको भने त पुल बनाउनु लगाएर भर्खर त्यो पुलमा अलिकति त्यो धसेर बनाउनु लगाएर रहेछ, मर्मत हुँदो रहेछ। त्यही भएर बाइक चाहिँ त्यहीँ छोडियो। लेफ्ट राइट हिँड्दैछौँ गाइज, 2 किलोमिटर त हिँड्नुपर्छ। त्यस्तै छ। यहाँ मेरो भाइ यता होइन, म यता छु। अब हिँड्दै कहिले काहीँ यस्तो हिँड्दै पनि काम गर्नुपर्छ है। यस्तै छ गाइज, के गर्नु। अब हिजो काम गर्ने सामान चाहिँ हिजो सबै टुल्सहरू सबै उतै छ, मिसिनहरू। हिजो त एक्लैले कोही पनि थिएन केटाहरू, हिजो एक्लै बोकियो मजाले। अब आज त यस्तो एमसिबीहरू 2-3टा होल्डरहरू होइन, यस्ता निप्पलहरू थियो अलिअलि। अनि यहाँनिर एसटिभी एनएस पाइप त्यो अब अलिअलि धाराको ट्याङ्कीमा चढ्ने व्यवस्था गरिदिनु पर्ने छ। अनि टोयलेटमा 2-3टा होल्डर हालिदिन बाँकी छ, त्यसको लागि हामी हिँडेको। यस्तै छ गाइस अब।